म त लुक्न चाहन्थेँ र भाग्न चाहन्थेँ। मलाई स्वतन्त्रता मन पर्थ्यो। तपाईँको उपस्थितिभन्दा धेरै मैले मेरै बल र बुद्धिमा भरोसा गरेको थिएँ। तपाईँको उपस्थितिभन्दा धेरै मैले मेरै बल र बुद्धिमा भरोसा गरेको थिएँ। तर एक दिन म नराम्रोसँग जिन्दगीबाट हारेँ। स्वतन्त्रताले मलाई शान्ति दिएन। छिनभरमै बलहरू हराएर गयो। बुद्धिहरू बेकाम भए। म पस्रिएर पल्टिरहेँ। हलचल गर्न नसक्ने भएँ। मन भक्कानिएर आयो। आँसुहरू बगिरहे। भरोसाको पिल्लरहरू ढलेर गयो। म त बगालबाट भड्किएको भेडा जस्तै अमेजनमा हराएको मानिस जस्तै बाटोहरू हराएर गए। निष्पट्ट अन्धकारले छोप्यो। गन्तव्यहीन भएर म त अलमलमा परेँ। कतै भाग्ने ठाउँ पाइनँ। आफूले आफैलाई कतै लुकाउनै सकिनँ। तर तपाईँले मलाई पातालबाट खोजेर निकाल्नुभयो। तर तपाईँले मलाई पातालबाट खोजेर निकाल्नुभयो। समुद्रको गहिराईबाट तानेर निकाल्नुभयो। आफ्नै घरमा स्वागत गर्नुभयो। अति सुन्दर कपडाहरू पहिराउनुभयो। म अयोग्यलाई पनि स्वीकार गर्नुभयो। आज सगरमाथाको उचाइहरूभन्दा पनि माथि उडान भरिरहेको छु। तपाईँ साथमा हुनुहुन्छ। थुप्रै पानीको भेलहरूले पनि ख्रिस्टको प्रेमलाई बगाउन सक्दैन, न त पातालको गहिराईले नै रोक्न सक्छ। थुप्रै पानीको भेलहरूले पनि ख्रिस्टको प्रेमलाई बगाउन सक्दैन, न त पातालको गहिराईले नै रोक्न सक्छ। अनन्तको प्रेम, ख्रिस्टको प्रेम। परमप्रभुलाई मय भएको होस् अनि यहाँहरू सबैजनालाई आशिष मिलेको होस्। यदि यो भिडियो हेर्दै हुनुहुन्छ भने लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। तपाईँको सानो सहयोगले मलाई धेरै उत्साह मिल्नेछ। धन्यवाद। जय मसीह।